बोलो कृष्ण कन्हैया लाल की। प्रथम लागू दो चरण को, धनिये न छुड़ायो छिन्न। लांकतली लालैड़िया, मेरे जीव के यही जीवन, मेरे जीव के यही जीवन। साक्षात् पूर्ण ब्रह्म परमात्माको चरण कमलमा प्रणाम गर्दै हजुरहरूलाई यो पुरुषोत्तम मासमा विगत 23 दिनदेखि सुमधुर स्वरबाट परब्रह्म परमात्माको पुरुषोत्तमको महिमालाई गायन गरेर हजुरहरूलाई यो वाणीद्वारा परमात्माको सागरमा डुबुल्की लगाउनको लागि परमादरणीय माताजी, जो अन्तर्राष्ट्रिय ख्याति प्राप्त हजुरहरूकै चिरपरिचित असाध्यै मृदुभाषी स्पष्ट वक्ता र नेपालकै पहिलो यस्तो वक्ता जो नेवारी भाषामा पनि आफ्नो संस्कृति, आफ्नो जो संस्कृतिलाई जगर्ना गर्नको लागि, यस्तो लोप हुँदै गएको हाम्रो संस्कृतिलाई बचाउनको लागि एउटै मात्र प्रथम महिला वक्ताको रूपमा परमादरणीय सपना माताजी हुनुहुन्छ। उहाँको चरण कमलमा प्रणाम गर्दै त्यसै गरी हजुरहरूलाई आफ्नो सुमधुर स्वरबाट मन्त्रमुक्त गर्नुहुने परमादरणीय भजन गायक केदार तिमिल सेनाज्यू र यहाँको सम्पूर्ण सङ्गीत मण्डली, आयोजक सम्पूर्ण परिवार, हजुरहरू सबै भक्तको चरण कमलमा मेरो कोटानुकोट प्रेम प्रणाम। भक्तको वशमा भगवान भने जस्तै म पनि हजुरहरूको दर्शनको लागि परमात्माले मलाई धकेलेरै ल्याउनु भयो। भक्तवृन्द, हजुरहरूको यहाँ यत्रो हजारौँ भक्तहरूको यहाँ जमात छ, यहीँ नजिक आएर पनि दर्शन नगरी जाने भनेर मलाई धकेलेले गाडीबाटै नउत्रेको मलाई जाऊ जाऊ भनेर पुरुषोत्तम भगवानले मलाई यहाँ ल्याउनु भयो। यत्रो जमातको मैले दर्शन गर्न पाउँदा आफूलाई धेरै भाग्यमानी ठानेको छु। त हजुरहरूको यो सुन्दर दिव्य जो दिलमा नै परमात्मालाई राख्नुभएको छ, यस्तो सुन्दर चेहराको दर्शन गर्न पाउनु अहोभाग्य। म थोरै मात्रै सम्बोधन गर्न चाहेँ कि परब्रह्म परमात्मा जो अहिले पुरुषोत्तम मासको समय छ, पुरुषोत्तम मासमा हामी दिव्य वाणीद्वारा आफ्नो जीवनलाई धन्य बनाउँदैछौँ। यो मास भनेको एकदमै पवित्र, हामीले जति पनि जन्म जन्मान्तरको पापहरूलाई धुने समय हो रे यो। भनेपछि हामीले थोरै मात्रै परमात्मालाई याद गऱ्यौँ भने पनि परमात्माले हामीलाई के गर्नुहुन्छ? स्वीकार गर्नुहुन्छ, हाम्रो पापलाई नाश गर्नुहुन्छ। त्यसकारण यो मास भनेको एकदमै कम समयको लागि आउँछ, प्रत्येक साल आउँदैन। त्यसकारणले यसको महिमा धेरै छ। हजुरहरूले परमादरणीय माताजीको मुखारविन्दबाट पनि श्रवण गरि नै सक्नुभयो। त्यसकारणले गर्दाखेरि म परब्रह्म परमात्माको एउटा चौपाई छ कि गल्या पखे बिजो घाट केम करी थासे, बिजा घाट बिना मोहजल केमरे मुकासे। भन्नुको मतलब हामीले कुनै पनि आभूषणहरू, सुनको गहनाहरू, हाम्रो कानमा लाउने आभूषण छ भने त्यसलाई अर्को आभूषण बनाएर हामी पायल बनाएर लगाउँ या घाँटीमा लगाउने कुनै हार बनाएर लगाउनको लागि यो कानमा लगाएको आभूषण या घाँटीमा लगाउन के गर्नु पर्यो भन्दा त्यसलाई ताप दिनु पर्यो, त्यसलाई पिगाल्नु पर्यो अनि आकृति दिनु पर्यो। त्यत्तिकै त्यो सुन त हो नि, तर हामी गलामा लाउने हार बनाउनको लागि उसले तप्नै पर्छ, उसले त्यो गरम हुनै पर्छ र नरम भएर पछि एउटा आकृति, एउटा सुन्दर हार बन्छ। त्यस्तै गरी हामीले पनि हाम्रो यो जीवनलाई परमात्मामय बनाउने हो, भगवानको चरणमा जाने हो भने हामी कठोर भएर जान सक्दैनौँ रे। हाम्रो शरीरलाई पनि हामीले के गर्नु पर्यो? अलिकति गलाउनु पर्यो। भन्नुको मतलब अहिले हजुरहरू यहाँ 1-1.5 घन्टाको लागि कति कष्ट भएर पनि परमात्माको कथा रसस्वादन गर्नको लागि घुँडा दुखे पनि, टाउको दुखे पनि, जे वृद्ध अवस्था भए पनि एकदम ध्यान दिएर बस्नुभएको छ नि।
हो यस्तै आफ्नो शरीरलाई चाहिँ गाल्नुपर्छ अरे। भने जस्तो अब हामी यो शरीर संसार व्यवहारमा के गर्छौँ भन्दा आफ्नो शरीरलाई नै समय सबै दिइरहेको हुन्छौँ अरे। जन्मेदेखि मृत्यु नआउन्जेलसम्म हाम्रो यो शरीरलाई नै सम्हाल्छौँ, घर परिवारलाई नै सम्हालिरहेछौँ अरे। तर हामीले चाहिँ आत्मालाई चिन्ने समय चाहिँ खेर फाल्नु भएन। अब हामी हेरौँ त अहिलेको समयमा हामी एउटा श्रृङ्गार गर्नको लागि ब्युटी पार्लर गयौँ भने कति समय लाग्छ। समय मात्र होइन, कति खर्च लाग्छ कि लाग्दैन। यति मात्रै चेहेरा, अरू हाम्रो बडी पार्ट छोडिदिउँ, हाम्रो यति मात्रै चेहेरा श्रृङ्गार गर्न हामीलाई कति खर्च कति समय लाग्छ होइन। त्यो किन गरेको भन्दा अरूलाई देखाउन, स्वयं आफ्नो लागि पनि होइन। अरूले आहा कति राम्रो भनिदिन्छ कि भनिदिँदैन भनेर गएर घन्टौँ पार्लरमा बिताउँछौँ हामी। अब त्यो अर्कालाई देखाउन हो भने एकदम राम्रो भएर ह्यान्डसम भएर ब्युटिफुल भएर निस्क्यो, अनि कसैले चाहिँ आएर हजुरहरूलाई कति राम्रो भनिदियो भने ओहो यत्रो मेहनत बल्ल रङ लायो भन्छौँ नि। अब कसैले त्यो श्रृङ्गारलाई गएर अगाडि गएर घुरेर यसरी हेरिदियो भने चाहिँ के हुन्छ हामीलाई? श्रृङ्गार गरेको ठिक छ, तर टाढैबाट हेर्दा चाहिँ हामीलाई ठिक लाग्छ। त्यो मान्छेले कति राम्रो भनेर अगाडि नाकै ठोकिने गरेर हेरौँ त चप्पल खोलेर हान्छौँ हामी, हो कि होइन? भनेपछि श्रृङ्गार गरेको खर्च गरेको अरूलाई देखाउन, अनि अरूले गएर नजिकबाट हेरिदियो भने पनि हामीलाई समस्यै छ। भनेपछि हाम्रो गुणाङ्ग इन्द्रियलाई हामी यसै साधेर चाहिँ हामी बर्बाद गर्दैछौँ। तर गर्ने नगर्ने होइन, तर परमात्मालाई पनि उति नै समय दिने, परमात्मालाई पनि नबिर्सिने भन्न खोजेको है। त्यस कारणले गर्दा अब बार बार हामीले माताजीले पनि हजुरहरूलाई भनिसकेको छ कि परमात्मालाई चिन्नुभन्दा पहिला आत्मालाई चिन। पहले आप पहचानो रे साधु, पहले आप पहचानो। आफूलाई चिन, आफ्नो आनन्दलाई जान। हामी सबैजना बचपनदेखि अहिलेसम्म आनन्दै खोजेको, आनन्द नखोज्ने यहाँ कोही हुनुहुन्छ? मलाई आनन्द आओस् जीवनमा, शान्ति चाहियो नभन्ने कोही छ? सबैलाई शान्ति, सबैलाई आनन्द चाहिन्छ। त्यस कारणले आत्माको गुणमध्ये एक हो आनन्द। 9वटा गुण छ आत्माको, सचिद आनन्द अनन्त अद्वैत साकार प्रेम जीवन सुन्दर। 9वटा गुण छ, त्यसमध्येमा आनन्द पनि एउटा गुण हो। त्यस कारण आनन्द भनेको आत्माले जहिले पनि आनन्दै खोज्छ। आनन्द खोज्नको लागि नै हामीले दुःख गरेको, बचपनदेखि त्यो ब्याग बोकेको, भारी भारी ब्याग बोकेको, भोलि पर्सि ठुलो मान्छे हुन्छु अनि धेरै पढ्छु, कमाउँछु, एउटा समाजको प्रतिष्ठित व्यक्ति हुन्छु भनेर आनन्दको लागि त्यो सबै दुःख गरेको हो कि होइन? हो नि त, आनन्दको लागि होइन। अब आनन्द कहिले छ त? अब त्यो धन कमाउँदा आनन्द छ धन कमाउँदा? अनि छोराछोरी हुँदा आनन्द छ? ठुलो बिल्डिङ बनाउँदा आनन्द छ? के गर्दा आनन्द छ त? हजुरहरूलाई सोधेँ है, के गर्दा आनन्द छ? घर बनाउँदा सुख छैन, बुहारी ल्याउँदा सुख छैन, अब नाति पाउँदा सुख छैन, केही गर्दा सुख छैन। फेरि सुखकै लागि प्रयास गरेको, सुखकै लागि प्रयास गरेको, तर सबै बटुर्दाखेरि पनि आनन्द छैन। भनेपछि आत्माको गुण आनन्द हो, सबैतिर खोज्दैछौँ। तर आनन्द खोज्नुपर्ने चाहिँ सङ्ग्रह, एकट्ठा गरेर आफूमा जम्मा गरेर चाहिँ आनन्द हुने होइन, त्यागमा चाहिँ आनन्द छ है। उदाहरण म हजुरहरूलाई दिन्छु। हामीले घर बनायौँ, 5 तल्लाको घर बनायौँ, 2-3वटा गाडी छ, छोराछोरी पनि छन्, सबैजना छन् होइन त। अब हामीले 5 तल्ला घर बनायौँ भने 5 तल्लामा कति कमरा होला, कति रुम होला? हामी 9 बजेदेखि 12 बजेसम्म एउटा रुममा सुत्ने, 12 देखि 3 एउटा रुममा, 3 देखि 6 एउटा रुममा सुत्ने हो। हाम्रो बेडरुम एउटै हुन्छ कि हुँदैन? हुन्छ। भनेपछि त्यत्रो घर बनाउँदा नि रुम सुत्ने एउटै रहेछ, बेड एउटै मात्रै छ, तकिया सिरानी एउटै छ, ओढ्ने कुरा एउटै छ। भनेपछि हामीले बनाएको यति धेरै छौँ आनन्दको लागि, हो कि होइन? ल अब अर्को इक्जाम्पल म दिन्छु। आनन्द हामीले खोजिरहेको छौँ, हाम्रो आत्माको गुणै आनन्द हो भने ल अब त्यो सबै आजसम्म कमाएको धन सम्पत्ति अनि छोराछोरी बुहारी घरमा भएको सबै कुरा, जो घरमा सजाउने कुराहरू जति पनि राखेको छ, त्यो सबै छातीमा राखेर कस्तो आनन्द भनेर सुत्छौँ त हामी? सुत्ने बेलामा के हुन्छ? हामीलाई सबै त्याग गर्छौँ। छोराछोरी रोयो भने पनि उता लैजाऊ भन्छौँ, अनि फोन आयो भने पनि भन्छौँ, अनि त्यो सबै बन्द गरेर आनन्दले सुतेपछि कस्तो आनन्द आयो भनेर भोलिपल्ट भन्छौँ।
अनि रातभरि बच्चाले सुत्न दिएन, फोन आयो या अफिसको काम भयो के भयो, निन्द्रै पुगेन भने हामी भोलिपल्ट उठ्यौँ भने पनि हे आज मेरो निन्द्रै पुगेको छैन, दिमाग खराब नगर है, एकछिन शान्ति देऊ, कस्तो चिडचिडा हात कस्तो हुन्छ नि हामीलाई होइन। भनेपछि त्यो सबै कुरा छोडे कमाएको आनन्दको लागि, सबै जोडेको आनन्दको लागि, तर त्यो क्षणिक निन्द्राको लागि सबै कुरा त्याग्नु पर्यो कि परेन? भनेपछि सङ्ग्रहमा चाहिँ आनन्द होइन रहेछ, त्यागमा चाहिँ आनन्द छ। त्यही भएर हामीले आत्माको गुणलाई चाहिँ पहिचान गर्नुपर्छ। शरीरको त हामी छौँ, यो शरीरमा छौँ, आज छ भोलि छैन। यो जिन्दगी भनेको कर्कलाको पानी जस्तै भनिन्छ। त्यसकारण हामी भजन पनि गाउँछौँ नि एउटा थोरै, माया के ओ पुजारी आगे की कुछ खबर है, माया के ओ पुजारी आगे की कुछ खबर है, इस घर से और आगे एक दूसरा भी घर है, इस घर से और आगे एक दूसरा भी घर है। यो संसारको घर त छँदैछ, तर यो घरभन्दा पनि पर हाम्रो अखण्ड अविनाशी धाम छ। पूर्णमदः पूर्णमिदं पूर्णात् पूर्णमुदच्यते पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते। यस्तो पूर्णै पूर्ण भएको धाम हाम्रो छ भनेपछि त्यो धाममा जानको लागि चाहिँ हामी सबै भक्तहरू अहिले यहाँ पुरुषोत्तम मासको महिमामा भगवानको महिमा श्रवण गरेर आफ्नो जीवन धन्य बनाउनको लागि उपस्थित भएका छौँ भक्तवृन्द। त्यस कारणले गर्दा आज मलाई पनि परमात्माले जुराउनु भयो कि यस्तो हजारौँ भक्तको दर्शन गरेर जानु भनेर परमात्माले मलाई यहाँ पठाउनु भयो। भन्दै भन्दै मेरो केही भावहरूलाई यहीँ विराम दिँदै दिँदै फेरि परमात्माको मेहेर भयो भने अवश्य नै हजुरहरूको दर्शन गर्ने नै छु भन्दै भन्दै हजुरहरूको माझबाट म बिदा हुन चाहन्छु। जय जयकारको साथमा बोलो श्री कृष्ण कन्हैया लाल की, सतगुरु महाराज की, आज की आनंद की, पुरुषोत्तम भगवान की, संपूर्ण भक्त की प्रणाम।